हेलो गाइस, आज हामी चाहिँ लामाचौर मेलामा हिँडिरहेको छौँ यो जङ्गलमा। यो तुल्लु बेबीको कान्छो भाइ उता हाम्रो स्वतन्त्र सर। यो चाहिँ सिद्धार्थ स्कुल हो यताको। तल चाहिँ यता होस्टेल देखिरहेछ। यो तलको गाउँ चाहिँ कालाभिर है। ल त अब हामी यो लामाचौर मेलामा प्रवेश गरिसकेका छौँ। फोटो खिच्ने हाम्रो धेरै मान्छे हुनुहुन्छ, तर सबैभन्दा एउटा इम्पोर्टेन्ट चिज चाहिँ यहाँ हिमालहरूको भ्यू चाहिँ हेर्न पाइन्छ। त्यो चाहिँ है हेर्नुहोस् है, नाइस नाइस भ्यू है। ए हो फेरि आउनुपर्छ ल। यहाँ चाहिँ आज क्वाटक्वाटे हान्नुपर्छ होइन, जिते पनि हारे पनि, तर जितिन्छ होला। के छ पुँजी चाहिँ छैन? पुँजी छैन के? पुँजी छैन, पुँजीको अलि महत्त्व भयो। हेर्नुहोस् हिमाल, वाट सिन यार। अब चाहिँ लामाचौर मेला यतिखेर भव्य रूपमा लागिरहेको छ। यहाँनिर चाहिँ खुमन भलक है, यो परम्परागत यो परम्परागत रूपमा लाग्ने यो मेलामा यो चाहिँ चर्खेपिङ भन्छ होइन। परम्परागत रूपमा यो चर्खेपिङ खेल्दाखेरि चाहिँ निकै आनन्द आउँछ, तर एक किसिमले रिक्सी पनि छ है। कहिलेकाहीँ यो भाँचिन पनि सक्छ, तर त्यो सम्भावना चाहिँ निकै न्यून रहन्छ। भने यतातिर चाहिँ भलिबल भइरहेको छ। म कार्तिकमा जन्मेँ। किन कार्तिकमा जन्मेँ के हुन्छ? ए तिमीहरूले के भने अरे अगाडि? बर्थडे पार्टी? ल अब यो टुल्लु बेबीको भाइ यो होइन। अब टुल्लु बेबीको भाइले बर्थडे पार्टी दिइहाल्छ मेरो तर्फबाट नानीहरूलाई। सिता मेरो भ्लगको बारेमा केही भनिदेऊ न है। सबले लाइक कमेन्ट सब्सक्राइब गरिदिनु होला भन। ठुलो आवाजमा भन न। हो गुड, ल तिमी भनिदेऊ त। दे 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 तिमी ल भनिदेऊ त। ल थ्याङ्क यू। ल हाम्रो एकदम फेभरेट टिचरको मा सबैले लाइक सब्स्क्राइब पनि धेरै कमेन्ट होला। अनि मुख पनि देखाइदेऊ न है। ल थ्याङ्क यू सीता, ल विनिता, चेतना सबैलाई है। यो टुल्लु बेबीको भाइले के गरिरहेछ यहाँ? के छ यो गर्लफ्रेन्डको लागि हो? हो नि, ल ठिक छ, त्यसै गर्नु पर्यो। गर्लफ्रेन्डलाई झ्याम्मा लगाएर दिइहाल्ने है। यो मङ्सिर खेर जान्दिनुहुन्न। ठिक छ, ओके छ। नानी उल्टो हो, सुल्टोबाट खाऊ। जोता त मेलामा जानुहुन्छ? जोता कति जानुहुन्छ मेलामा? ल सल्लान देखाउनु भएको? ल ठिक छ। ल यहाँको जताको त अरू मेलामा पनि यता आएर एकदम यो सबै किनिदिनु होला है। यहीँ मगर ड्रेस हेलो गरिदेऊ। नमस्कार। धन्यवाद। यो ल्यापो पानी लगाउँदै हो 20 रुपैयाँ। पुँजी छैन, पहिला जाने कोही छ, पुँजी छैन। ओहो ढाल्नु पर्ने कति? 3वटा हो? कति हो त्यसको? 50 को टिकट हो। अनि ढालेपछि कति पाउँछ? 200? होइन होइन भाइ त्यही त नि, 1 सर्ट ग्लास 4 रहेछ होइन। रु 50 को 200। ल हाम्रोले हानिरहनु भएको छ है। अहिलेसम्म 3वटा हानिसक्नु भएको छ। ल अहिले चाहिँ एउटा चाहिँ बस्यो। ल नमस्कार। कस्तो लागिरहेछ मेला? ठिक छ। कदम कसरी छ? 50 को माना साँधो लग्नु। चाउमिन मिठो छ? ल ठिक छ है। पानीपुरी चटपटेको लागि यतातिर सम्झिनु होला। सेम ड्रेस लागेका नानीहरू ए यहाँनिर पाउँछ ठ्याक्कै। न्यू लुक्स है यता। ठिक छ। पहिला जाने कोही छ? तिमी छ?
यही हो यही लग्ने होइन होला है कोइला जाने कोही छ कि छैन रियाक्सन हेलो ल जेन ब्यास्टिङ हानौँ त एकपटक हेलो जेन ब्यास्टिङ हो वाह 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 चस्मावाला यता है साजन यो चस्मा चाहिँ 5 लाखको चस्मा हो यो कोरियाबाट आएको चस्मा होइन सादा रङमा के भयो मान्छे त आज साजन त हिरो आखन त यार यता साजन यता यस्तो हुनु पर्यो क्या डान्स भने यतिखेर यो नयाँ पुस्ताले पनि यो नाचलाई सिकिरहनु भएको छ यो निकै राम्रो कुरा हो हाम्रो साजन बाबुले यहाँ निकै राम्रो सिकिरहनु भएको छ ल हाई गरिदेऊ ल केही भनिदिनुहोस् यो कस्तो किसिमको नाच हो यो ल हजुर यो पुरानो पैसा नाच हो हाम्रो यो मगर ठुमोको हजुर एकदम राम्रो मेलाको पौराणिक मेला हो हजुर यो जनजागर हाम्रो पौराणिक पुरानो एकदम यो बाजा फेक्ने नाच हो यो पौराणिक यो पहिलेको नयाँ पुरानो पुस्ताले मात्रै नाचिने नाच हो यो आजभोलि नयाँ पुस्ताको आकर्षण कस्तो छ यसमा अलिकति नयाँ पुस्ताले पनि अब लाग्ने रूपमा हेरिरहेको छ उहाँको र पुरानो मान्छेको नाचाइ वैधानिक रूपमा छ नयाँ युवाहरूको अलिक खट्टु तालमा छ छिटो फराकी तालमा आएकोले अनि एकछिन मिलेको छैन ए नयाँ पुस्ताले सिक्ने क्रम चाहिँ जारी छ जारी छ ट्रेनिङहरू छ हाम्रो यो नयाँ पुस्तालाई हामीले उपहार पनि दिएका छौँ जो प्रथम आउँछ उसलाई 5,000 घोषणा पनि गरेका छौँ यता डिल्ले उसलाई हाने जस्तै डिल्ले फेरि ल यता है मल्ल सर टुल्लुको भाइ टुल्लुको भाइ